प्रश्न नम्बर 1 नेपालको मरुभूमि भनेर कुन ठाउँलाई चिनिन्छ? अप्सन ए मनाङ, अप्सन बी मुगु, अप्सन सी मुस्ताङ, अप्सन डी दोलखा। राइट आन्सर रहेको छ अप्सन सी मुस्ताङ। प्रश्न नम्बर 2 नेपाल एसियाको कुन भागमा पर्छ? अप्सन ए पूर्वी भागमा, अप्सन बी पश्चिम भागमा, अप्सन सी मध्य भागमा, अप्सन डी कुनै पनि होइन। राइट आन्सर रहेको छ अप्सन सी मध्य भागमा। प्रश्न नम्बर 3 आदिकवि भानुभक्तको जन्म कहाँ भएको थियो? अप्सन ए काठमाडौँ, अप्सन बी तनहुँ, अप्सन सी धादिङ, अप्सन डी पोखरा। सही आन्सर रहेको छ अप्सन बी तनहुँ। प्रश्न नम्बर 4 नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो? अप्सन ए पाल्पा, अप्सन बी काठमाडौँ, अप्सन सी पोखरा, डी झापा। राइट आन्सर रहेको छ अप्सन सी पोखरा। प्रश्न नम्बर 5 क्याल्कुलेटरको आविष्कार कसले गरेका हुन्? अप्सन ए हेरोडोटस, अप्सन बी जोन जेलाउड, अप्सन सी चार्ल्स डार्विन, अप्सन डी पास्कल। राइट आन्सर रहेको छ अप्सन डी पास्कल। प्रश्न नम्बर 6 नेपालको कुन सहरलाई मन्दिरको सहर भनेर चिनिन्छ? अप्सन ए भक्तपुर, अप्सन बी मुस्ताङ, अप्सन सी काठमाडौँ, अप्सन डी खोटाङ। राइट आन्सर रहेको छ अप्सन सी काठमाडौँ। प्रश्न नम्बर 7 रूप्से झरना कुन जिल्लामा पर्दछ? अप्सन ए म्याग्दी, अप्सन बी पर्वत, अप्सन सी मुगु, अप्सन डी रोल्पा। राइट आन्सर रहेको छ अप्सन ए म्याग्दी। प्रश्न नम्बर 8 किरात वंशका प्रथम राजा को थिए? अप्सन ए यलम्बर, अप्सन बी वीरसिंहदेव, अप्सन सी जयदेव, अप्सन डी भुवनसिंह। राइट आन्सर रहेको छ अप्सन ए यलम्बर। प्रश्न नम्बर 8 गोपाल वंशका प्रथम राजा को थिए? अप्सन ए यलम्बर, अप्सन बी वीरसिंहदेव, अप्सन सी भुक्तमान, अप्सन डी भुवनसिंह। राइट आन्सर रहेको छ अप्सन सी भुक्तमान। प्रश्न नम्बर 10 उचाइ नाप्ने यन्त्रलाई के भनिन्छ? अप्सन ए ओडोमिटर, अप्सन बी अल्टिमिटर, अप्सन सी सिस्मोमिटर, अप्सन डी ब्यारोमिटर। यसको सही उत्तर रहेको छ अप्सन बी अल्टिमिटर।